प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ 6 बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्। यो उनको प्रधानमन्त्री नियुक्तिपछिको पहिलो राष्ट्रिय सम्बोधन हो। सम्बोधनमा भदौ 23 गते र 24 गतेको जनआन्दोलन, त्यसपछिको हिंसा र तोडफोड, पुनर्निर्माण, दमन र आगामी फागुन 21 गते हुने निर्वाचन लगायतका विषय समावेश हुनेछन्। उनले आन्दोलनमा मृत्यु भएकाहरूका परिवारलाई 15 लाख रुपैयाँ राहत र घाइतेहरूको निशुल्क उपचारको घोषणा गर्नेछिन्। प्रधानमन्त्रीले निर्वाचनको सफलताका लागि राजनीतिक दलहरूलाई सहयोगको आह्वान गर्नेछिन्। सम्बोधनले देशको राजनीतिक र सामाजिक अवस्थाको विश्लेषण गर्दै आगामी दिनका लागि सरकारको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्कीको सम्बोधनले देशको भविष्य कसरी प्रभावित गर्ला? आफ्नो विचार कमेन्ट गर्नुहोस्।